हेलो एभ्रिवान, आई मासिका। आज चाहिँ म मर्निङ टाइममा वाक गर्नको लागि निस्केको। म घरबाट निस्किनुभन्दा अगाडि चाहिँ 6:40 जति भइरहेको थियो। अनि जस्तै चाहिँ एक्सर्साइज सुरु गर्नुभन्दा अगाडि चाहिँ वार्मअपबाट सुरु गरेँ। वार्मअप पछि चाहिँ मैले स्पिकिङ गरेँ अनि त्यसपछि चाहिँ म 45 मिनटको लागि वाकको लागि निस्केँ। आज मेरो 75 हार्ट च्यालेन्जको डे 15 हो। सो गाइज, म चाहिँ घरबाट आउँदाखेरि ज्याकेट लगाएर आएको थिएँ। गरम भएर एक्सर्साइज गर्दा गर्दा गरम भएर खोल्नु पऱ्यो। म ज्याकेट लगाउनु पऱ्यो। सो साथीहरू, म चाहिँ आफ्नो वाक टाइम पुरा गरेर फर्किन लागेको। 8 बजे म चाहिँ ठ्याक्कै घर आइपुगेँ। घर आइसकेपछि चाहिँ फ्रेस भएँ अनि सधैँ जस्तै घाममा बस्दै 2 गिलास तातो पानी खाएँ। सो गाइज, म चाहिँ घाममा बस्दै ब्रेकफास्ट खान लागेको। ब्रेकफास्टमा चाहिँ पाइनएप्पल छ, पाइनएप्पल खान्छु अब। सो गाइज, म चाहिँ अब लन्च खान लागेको। लन्च खाने टाइम भइसक्यो अनि लन्चमा चाहिँ भात छ अनि अचार छ अनि अन्डा करी छ। आजको भगवत गीताको ज्ञान चाहिँ हामीले जे कुराहरू गर्दाखेरि पनि भगवान्लाई सम्झेर गर्नुपर्छ अनि बल्ल पुरा हुन्छ। पानी खाने टास्क पनि पुरा गर्नु। सो साथीहरू, म चाहिँ स्न्याक्समा चाहिँ उयो सोया चङ्क्स खान लागेको। सो साथीहरू, मैले चाहिँ होमवर्कआउटमा चाहिँ योगा गरेको आज पनि। मेरो बुझाइअनुसार चाहिँ यो योगा एक्सर्साइज चाहिँ मलाई कस्तो लाग्यो भने अरू एक्सर्साइजभन्दा चाहिँ धेरै नै इफेक्टलेस हुन्छ है। धेरै इफेक्ट लाउनु पर्दैन अनि हार्ड पनि हुँदैन, इजी हुन्छ। मलाई चाहिँ त्यस्तो लाग्यो। पानी खाने टास्क पनि पुरा गरेँ। साथीहरू, म चाहिँ डिनर खान लागेको। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।